अहिले चाहिँ हामी आनी गाउँबाट चाहिँ माथि उक्लिसकेपछि बगाम गाउँ, यो चाहिँ बगाम गाउँ हो, बगाम गाउँ आइपुगेका छौँ। बगाम गाउँ चाहिँ सिन्धुपाल्चोक जिल्लाकै अग्लो क्षेत्रमा मानव बस्ती भएको ठाउँ, मानव बस्ती भएको क्षेत्र भनेर पनि चिनेको रहेछ। यसलाई सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा उच्च भूभागमा चाहिँ मानव बस्ती भएको गाउँ बगाम। त्यहाँबाट 1.5-2 घन्टा हिँड्ने। त्यहाँबाट 2 घन्टा हिँड्ने। छिटो हिँड्ने 1 घन्टा हो, मलाई 1 घन्टा, तपाईँहरू 2 घन्टा लाग्छ। त्यहाँ अब त्यस्तै हो, अलिकति अब हिँड्नु सक्नेलाई 1 घन्टा, हिँड्नु नसक्ने 2 घन्टा राखेको हो मात्रै हो त्यो बाटोमा। चक्करमा यो चाहिँ तपाईँको होमस्टे है? यहाँ चाहिँ पुरै म्यापसहित राख्नु भएको छ, राम्रो गर्नुभएको रहेछ। पिउनुहुन्छ है अर्ग्यानिक आलु साग, यो बाटो हुँदै जानु पर्यो। छुर्पी, निग्रो, लसुन। हामी चाहिँ यो घरवास होमस्टे यहाँबाट खाजा खाएर मात्रै माथि उक्लिने भन्ने निर्णय भयो। यहाँ साथी चाहिँ यहाँभित्र छिरिसक्नु भएछ। ल यो चाहिँ होमस्टे। म वासरुम गएर आउँछु दिनभरि। ओके, हामी चाहिँ यहाँ खाजा खान्छौँ साथीहरू। अहिले चाहिँ हामी यो घरवास होमस्टेमा छौँ। हिरो भएन भने साथीले सुरु गरिसकेको ल नास्ता लिएर चाहिँ अब हामी फेरि यात्रा निरन्तर